जहिले पनि बौद्ध अनुयायीहरूले पढिरहने जे पूजा पाठ गरे तापनि जुनै प्रार्थना गर्दा पनि हामीले बुद्ध चित्तपात गर्दाखेरि हामीले पढिरहने जुनै शब्द छ नि त्यो शब्द चाहिँ कस्तो रहेको छ भने सेमजेन थाम्जे देवादाङ देवी युदाङ देनबर जुजी सेमजेन थाम्जे दुङ्गालदाङ दुङ्गालजी युदाङ ठलबर जुजी सेमजेन थाम्जे दुङ्गाल मेपे देवादाङ मिडलबर जुजी सेमजेन थाम्जे नेरेन छादाङदाङ डलवे तान्यम सेमे पाला नेबर जुरुजी भनेर हामीले जहिले पनि पढ्ने गरिन्छ पढिन्छ हैन त्यो पढ्दाखेरि त्यसको अर्थ चाहिँ के हो भनेर संक्षिप्तमा जानकारी दिन चाहन्छु यसलाई चाहिँ छेमेसी भनिन्छ हैन जस्तै नेपालीमा चार अप्रामाण्य ब्रह्म विहार भनिन्छ अनि यसको अर्थ चाहिँ के हो भन्दाखेरि सेमचेन थाम्चे देवादाङ देवी युदाङ देम्बर युज सबै प्राणी भन्दाखेरि हामी यो मनुष्य लोकमा हामी मान्छे मात्रै प्राणी होला भनेर सोच्नु भयो भने यो होइन प्राणी भन्दाखेरि छ लोकको सबैले बुझिन्छ देवलोकदेखि लिएर असुर लोक मनुष्य लोक पशु लोक प्रेत लोक नरकमा लोक भएको प्राणीहरू सबैले बुझिन्छ सबै प्राणीहरू सिमजेन थाम्जे देवादाङ देवी युदाङ देम्बर गुरुजी भनेको चाहिँ सुख हैन सुख र सुखको कारणले जहिले पनि युक्त होस् जति पनि तपाईँ अहिले सुखमा रहिरहेको छ जति प्राणी अहिले सुखमा रहिरहेको छ हैन दुःखमा त छँदैछ सुखमा रहने प्राणी छन् हैन जति पनि प्राणीहरू सुखमा रहिरहेको छ त्यो सुख चाहिँ कहिले पनि नहटोस् कहिले पनि त्यो सुखबाट छुटेर नजाओस् भनेर प्रार्थना गरेको देवी युदाङ देम्बर युजी सुखको कारणसँग कहिले पनि छुट्नु नपरोस् भनेर बुझ्नुपर्छ सेमजेन थाम्जेन दुङ्गालदाङ दुङ्गालजी युदाङ तलबर युजी सबै प्राणीहरू अथवा यो छ लोकमा रहेको प्राणीहरू चाहिँ दुःख र जति पनि हामीले भोगिरहेको दुःख छ त्यो दुःखबाट सधैँको लागि मुक्त होस् भनेको कहिले पनि त्यो दुःखसँग टाल्न नपरोस् कहिले पनि त्यो दुःखसँग लाग्न नपरोस् हैन कहिले पनि त्यो दुःखहरू लाग्न नपरोस् कहिले पनि त्यस्तो दुःख चाहिँ भोग्न नपरोस् भनेर बुझ्नु पर्दछ दुङ्गलजी युदाङ टलबर जुजी भनेको चाहिँ जति पनि दुःख छ त्यो दुःखबाट छुटे छिनिकमा नै दुःखबाट मुक्ति हो भनेर बुझ्नुपर्छ सेमचेन थाम्चे दुङ्गाल मेपी देवादाङ मिटलबर जुरुजी सेमचेन थाम्चे सबै प्राणीहरू यो संसारमा छलोकमा रहेको सबै प्राणीहरू दुङ्गाल मेपी भनेको दुःख नभएको त्यसलाई के भनिन्छ हामीले दुःख नभएको सुखलाई कसरी बुझिन्छ हामीले दुःख नभएकोलाई हामीले के भनिन्छ सुख भनिन्छ नि हो त्यसै गरी सुखसँग जहिले पनि अँगालेरोस् जहिले पनि सुखमै रहोस् सुखबाट कहिले नै मुक्ति नहोस् भनेको चाहिँ सुखबाट कहिले नै छुटेर नजाओस् भनेर बुझ्नुपर्छ है फेरि मिडलबर जुजी सेमजेन थाम्जे नेरिन छाक्दाङ भने सबै प्राणीहरूलाई यो मेरो तेरो नभनिकन अब हामीहरूलाई कस्तो छ भने हामी मनुष्यहरूलाई मेरो आफन्तले के गर्छ भने ओहो यो चाहिँ मेरो आफन्त हो यसलाई राम्रो गर्नुपर्छ यो त्यस्तो भने हामीले आफ्नो आफन्तले एकदम राम्रो गर्छौँ र आफ्नो आफन्त बाहेक अरूलाई दुश्मन गुरु हेर्ने यसको नराम्रो भए हुन्थ्यो यो अलि मभन्दा मुनि भएको भए हुन्थ्यो योभन्दा म राम्रो चर्चित भएको भए हुन्थ्यो यो अलिकति मभन्दा मुनिको भए हुन्थ्यो भनेर त्यस्तो हामीले त्यस्तो सोच विचारहरू सोच्छ नि हो त्यस्तो सोच विचारहरू कुनै पनि नभइकन न यो मेरो न यो तेरो त्यस्तो प्रकारको भावना नबुझिकन जति पनि आफ्नो आफन्तहरू छ त्यति पनि त्यो आफूले मन नपर्ने दुश्मनहरूको आफन्तले पनि त्यति नै माया हुन्छ उनीहरूलाई
त्यसै गरी आफ्नो आफन्त आफू लगायत आफ्नो आफन्तले जे चाहेको हुन्छ उसको आफन्तले सबै त्यही चाहेको हुन्छ। त्यसै कारणले सबै प्राणीहरूलाई रिस नगरिकन आफ्नो आफन्तलाई माया दया मात्रै गर्ने, अरू शत्रुहरूले चाहिँ नराम्रो गर्ने होस् त्यस्तोहरू चाहिँ कुनै भावना नबुझिकन, त्यस्तो सोच विचार कुनै पनि नबुझिकन सारा प्राणीहरू चाहिँ बराबर होस् है भनेर हामीले प्रार्थना गर्छौँ। हो त्यस प्रकारले बुझ्नुपर्दछ है। सेम्चेन थाम्चे नेरे छक्दाङ दाङ डल्वी भने चाहिँ यो मेरो तेरो सबै त्यहाँबाट मुक्त भएर अनि ताङन्योम छेमे पालन नेबर जुरुची चाहिँ सबै प्राणीलाई एकै नाश होस्, जति पनि सुख छ सबै प्राणीहरू सुखमा रहिरहोस्, त्यो प्राणी कहिले पनि सुखबाट के भन्छ हटेर नजाओस्, सुखबाट झरेर नजाओस् होइन, दुःखबाट जहिले पनि मुक्ति होस्। सबै प्राणीहरूले बराबर समानको प्रार्थना गर्नुभएको छ यहाँ चाहिँ, त्यस प्रकारले बुझ्नुपर्दछ। सबै प्राणीहरूले अब यो तेरो मेरो होइन कि सबै प्राणीहरूले एकै नाशको होस् भनेर चाहिँ नेपाली गुरुजी भने चाहिँ प्रार्थना गर्नुभएको, स्थिर रहनु भनेर बताउनु भएको छ।